बिजनेस गर्ने चाहना छ तर खासै आइडिया पनि छैन, लगानी पनि थोरै छ। यो अवस्थामा थोरै लगानीमै कुन बिजनेस गर्न सकिन्छ भनेर सोचिराख्नु भएको छ। यदि हो भने तपाईले धेरै सोच्नै पर्दैन। त्यति मात्रै कहाँ हो र? मेसिन र कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने सम्मको आइडिया पनि यही भिडियोमा तपाईले पाउनु हुनेछ। एलईडी बल्ब बनाउने बिजनेस सुरु गर्नको लागि के कस्ता मेसिन चाहिन्छ, कच्चा पदार्थ के प्रयोग गर्ने, के कति लगानी चाहिन्छ, सबै कुरा बुझ्नको लागि यो भिडियो पुरै हेर्नुहोस्। नमस्कार, म मेगासेव एमडी विजय बोहरा आज पनि नयाँ बिजनेस आइडियाको साथमा उपस्थित भइसकेको छु। सबैभन्दा पहिला कुरा गरौँ यो बिजनेसको सम्भावनाको बारेमा। सम्भावनाको बारेमा कुरा गर्ने हो भने आजको समयमा हरेक ठाउँमा बिजुली पुगेको छ। बिजुली पुगेको ठाउँमा अचेल प्राय सबै ठाउँमा एलईडी बल्बकै प्रयोग भएको पाइन्छ। अरू बल्बको तुलनामा सस्तो र टिकाउ हुने भएकोले अहिलेको समयमा अन्य टेक्नोलोजीका बल्बहरू हराउँदै गएका छन्। यसको मतलब एलईडी बल्ब अबको जमानाको उज्यालो हो भनेर पनि बुझ्न सकिन्छ। तपाईले आफ्नो स्थानीय बजारमा पनि हेर्नुभयो भने आजको दिनमा प्राय सबै ठाउँमा एलईडी बल्ब बिकिरहेको देख्न सकिन्छ। एलईडी बल्ब बनाउन कुन कुन मेसिन चाहिन्छ? एलईडी बल्ब बिजनेस सुरु गर्नको लागि बजारमा धेरै किसिमका मेसिनहरू उपलब्ध छन्। तपाईले आफ्नो बजेट र मार्केट कभरेजको हिसाबले मेसिन छनौट गर्न सक्नुहुन्छ। यदि तपाईले अटोमेटिक मेसिन खरिद गरेर यो बिजनेस सुरु गर्न चाहनुभयो भने पनि त्यही हिसाबको बजेट खर्च गरेर सुरु गर्न सक्नुहुन्छ। तर हामी यहाँ सानो लगानीमा कसरी बिजनेस गर्न सकिन्छ भनेर कुरा गर्नेछौँ। सानो लगानीमै एलईडी बल्ब बनाउने बिजनेस सुरु गर्नको लागि तपाईले म्यानुअल मेसिन खरिद गरेर आफ्नै कोठाबाट मजाले यो बिजनेस सुरु गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईलाई जम्मा 2 वटा मेसिन मात्रै भए पनि उद्योग सुरु गर्नको लागि काफी हुन्छ। म्यानुअल मेसिन पनि बजारमा धेरै किसिमका पाइन्छन्, तर सुरुमा तपाईले टिक्की फिटिङ मेसिन, पन्चिङ मेसिन मात्रै खरिद गरेर पनि तपाईको बिजनेस सुरु गर्न सक्नुहुन्छ। उत्पादनको कुरा गर्ने हो भने म्यानुअल मेसिनबाट एक दिनमा 300 देखि 500 पिससम्म बल्ब मजाले बनाउन सकिन्छ। यसमा अझै 2 देखि 3 जना मिलेर राम्रोसँग गर्ने हो भने त्यो भन्दा पनि धेरै उत्पादन गर्न सक्नुहुनेछ। एलईडी बल्बको लागि कच्चा पदार्थ के चाहिन्छ? एलईडी बल्बको कच्चा पदार्थमा हिटिङ पाउडर, निक्की क्याप, सोल्डिङ वेयर, सोल्डिङ पेस्ट, एलईडी बक्स, डिफ्युजर, हाउजिङ, ड्राइभर सर्किट, डीओबी, डबल क्यापासिटर जस्ता कुरा आवश्यक पर्छ। यसको साथै एलईडी पिस आदि लगायतका सामानहरू पनि आवश्यक पर्दछन्। सामान किन्नु पूर्व कुन गुणस्तरको बल्ब बनाउने भन्ने निर्णय आफैले गर्नुपर्ने हुन्छ, किनकि सबैभन्दा पहिला त कति वाटको बल्ब बनाउने भन्ने कुराको पनि निर्णय गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को मुख्य कुरा भनेको कुन क्वालिटीको बल्ब बनाउने हो त्यो कुरा पनि तपाईको लागि अति नै महत्त्वपूर्ण हुन्छ। जस्तो कि तपाईले बजारमा एउटै वाटका बल्बहरू फरक फरक मूल्यमा बिकिरहेका पाउन सक्नुहुन्छ, किनकि त्यसको पछाडि बल्बको गुणस्तरले ठूलो भूमिका खेलेको हुन्छ। यसको लागि लगानी कति लाग्ला? सबैभन्दा पहिला त मेसिनकै कुरा आउँछ। यदि तपाईले धेरै उत्पादन क्षमता भएका मेसिनहरू खरिद गर्न चाहनुभयो भने मूल्य पनि धेरै पर्न जान्छ। तर हामी सानो लगानीमा कसरी गर्ने भनेर कुरा गर्दैछौँ, त्यसैले म्यानुअल मेसिनको बारेमा कुरा गरौँ। म्यानुअल मेसिनको कुरा गर्ने हो भने तपाईले 10 देखि 15 हजार सम्ममा मेसिन सजिलै पाउन सक्नुहुन्छ। त्यसपछि कुरा आयो आवश्यक कच्चा पदार्थको मूल्य कति पर्छ भन्ने बारे। त्यसमा पनि बल्बको क्वालिटी र वाटमा फरक पर्न जान्छ। तैपनि सुरुवातमै थोरै लगानीबाट उद्योग सञ्चालन गर्न खोज्ने हुँदा लगभग 30,000 देखि 40,000 सम्मको कच्चा पदार्थ किनेर आरामले सुरु गर्न सक्नुहुन्छ। यसको मतलब सुरुवाती लगानीको एकमुष्ट कुरा गर्नुपर्दा 60,000 सम्मको लगानीमा यो बिजनेस सुरु गर्न सकिन्छ। यति बुझिसकेपछि अब फाइदा कति हुन्छ होला भन्ने सोचिराख्नु भएको होला। फाइदा कति हुन्छ भनेर बुझ्नको लागि उत्पादनको लगानी कति हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ। लगानीको कुरा बल्बको गुणस्तरमा भर पर्ने गर्दछ। त्यसैगरी कति वाटको बल्ब बनाउने हो भन्ने कुरामा पनि भर पर्दछ। 3 वाटदेखि 7 वाटसम्म उत्पादन गर्दा 40 देखि 60,000 सम्मको लगानी पर्दछ। तर यिनै बल्बहरू बजारमा 100 भन्दा बढी मूल्यमा बिकिरहेको देख्न सकिन्छ। सजिलो गरी तपाईले अझ यसरी पनि बुझ्न सक्नुहुन्छ कि यो बिजनेस गर्दा 40% भन्दा बढी फाइदा हुने गर्दछ। यसको मतलब मानव तपाईले 1 लाख रुपैयाँ लगानी गर्नुभयो भने 40,000 भन्दा बढी मजाले कमाउन सक्नुहुन्छ। अब कुरा गरौँ बल्बको ट्रेनिङको बारेमा। कुनै पनि बिजनेस सुरु गर्नको लागि तालिम तथा जानकारीको आवश्यकता पर्दछ। त्यसैले आफूले मेसिन तथा कच्चा पदार्थ खरिद गर्नुभन्दा पहिला नै खरिद गर्ने ठाउँमा तालिम दिन्छ कि दिँदैन
बुझ्नुपर्ने हुन्छ। तालिम दिने भए मात्र सम्झौता गर्नु पर्दछ। सम्झौता गरिसकेपछि त्यो कम्पनीले तालिम दिनेछ, त्यसपछि सजिलै काम गर्न सकिन्छ। ल अब आफै भन्नुहोस्, गजबको छैन त यो बिजनेस? यस्तै सानो लगानीमा कुनै पनि बिजनेस गर्ने सोच बनाउँदै हुनुहुन्छ भने विभिन्न प्रकारका भिडियोहरू हामी लिएर आउने नै छौँ। आगामी दिनहरूमा हामी 100 भन्दा बढी मेसिन तथा कच्चा पदार्थको बारेमा डिटेल जानकारी दिनको लागि हाम्रो यस मेगा सेवा युट्युब च्यानलमा यस्तै सानो लगानीबाट गर्न सकिने 100 भन्दा बढी बिजनेस आइडियाका भिडियोहरू हामी लिएर आउने नै छौँ। तबसम्म यो भिडियो हेर्दै गर्नुहोस्। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। तपाईँको सोचलाई सधैँ पोजिटिभ बनाउनुहोस्। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि म मेगा सेवा एमडी विजय बोहरा आजको भिडियोबाट बिदा लिने अनुमति चाहन्छु। हवस् त, धन्यवाद।